Hello, hello, hello. Hello, hello. Check 1 2 3 1 2 3. Welcome back to my new episode. Another episode. It's Milan 25. र आज फेरि पनि हामी जाँदैछौँ धरन कोरा आफ्टर 1 year back. र हाम्रो दाइ प्लिज एक शब्द दाइ आज हामी हेलो गुड मर्निङ सेवा र सबैजनालाई। आज चाहिँ हामी 2026 कोरा मनाउन लागि धरान जान आँटिसकेको होइन, आँटेको। अब यहाँ एक दुईजना साथीहरूलाई पर्खिरहेको होइन, अरू त सबै ठिकै छ। अब आज हाम्रो धरान बजार हल्लिनेवाला छ एकदमै पत्रिका इन्ट्रोड्युस धरान बजार हल्लिनेवाला छ। यता यता ल दिनु छैन ल भिडियो लेख्नु पर्यो नि त। ल साथीहरू, फाइनली अहिले चाहिँ हामी 2026 को कोरामा आइसकेको छौँ होइन। कति छिटो 1 वर्ष पनि भइसकेको छ। यो चाहिँ अब 2026 को है त साथी हो। बाँकी भनेको हामी देखाउनेछौँ बाटोमा, हेर्दै जानु होला। सी यू। ल गाइस, अहिले चाहिँ हाम्रो यहाँ दाइसँग इन्ट्रोड्युस भएको थिएन, अब पहिलोचोटि दाइसँग हुँदैछ। नमस्कार है सबैजनालाई। आज हामी धरान हिँडियो, खुसी लाग्यो। अझ त धेरै ग्रुप हो। एकदम पहिला त के अरे 4 जना 5 जना जान्थ्यौँ, आज धेरै खुसी लागिरहेको छ। दाइसँग चाहिँ हाम्रो पहिलो राइड हो। हाम्रो यता उसँग पनि हाम्रो पहिलो राइड हो है। अब एकदमै फन हुनेवाला छ। हाम्रो क्यान्सर दाइको हामी मुलास अगाडि छु। हेलो दाइ। ल ठिक छ। हाम्रो केटाहरू चाहिँ यहाँ छ है। खै त गाइस देख्नु सक्नुहुन्छ, केटाहरू महँगो हो कि, अनि त्यही भएर थोडा देखाउनु मान्दैन क्या। सो गाइस, अब चाहिँ हामी केही समय पछाडि लाग्छौँ होइन। 1 वर्ष कति छिटो बितिसकेको छ होइन, लगभग 2025 हिजो सबैतिर भइरहेछ है। सरसफाइ कार्यक्रम हुँदैछ, साइकल यसो चडक्क बनाउनु पऱ्यो। सो गाइस, यहाँ चाहिँ हामीसँग छ जाइन्टको, यो 80 को हो होइन। यो चाहिँ तपाईँको 95 को, यो पनि 95। यो चाहिँ मेरो 1,50,000 टाइमको हाम्रो धरानको जर्सी, कोराको जर्सी चाहिँ यस्तो थियो क्या 2025 को होइन। र अब चाहिँ हामी 26 विदिन न्यू जर्सीमा र हामी एकदमै फन राइड हुनेवाला छ। हाम्रो सबै ग्रुप यसपालि भेला भइएको छ होइन। सो एकदमै एक्साइटेड छु है, कस्तो हुन्छ लेट्स सी। फाइनली फर्स्ट डे आज जुरेको छ है दाइसँग पनि धरान कोरा होइन, एकदमै एकदमै 26 एकदमै। र हामीसँग दाइ को चाहिँ भरे आउनुहुने अरे? हाम्रो उकिल भाइ र हाम्रो के अरे सन्तोष भाइ। मेरो नामै सन्तोष हो तर सन्तोष तिगेला। ओके, अलिकति अब बिजनेसम्यानहरू हुनुहुन्छ नि त। सो वकिल दाइ र हाम्रो सन्तोष दाइलाई चाहिँ हामी मिस गर्दैछौँ है त गाइस होइन। सो दाइहरू एकदम सेफ राइड गर्दै आउनु होला भन्ने आशा छ। सो हामी निस्किँदै गर्छौँ है त गाइस। नेपाल लेट्स गो। सो गाइस, देख्नु सक्नुहुन्छ हाम्रो गाइजहरू। हेलो हेलो, ल ठिक छ। ओ सो गाइज, अहिले चाहिँ बस्दा बस्दा एउटा नोटिफिकेसन चाहिँ के आयो भन्दाखेरि, अब हाम्रो सन्तोष मामु दाइले चाहिँ के भन्नुभयो भन्दाखेरि नेक्स्ट स्याटरडे अर्को शनिबार चाहिँ हाम्रो यही कोरा 2026 चाहिँ तररमा हुनेवाला छ। लास्ट टाइम हामी गएको थियौँ। जो इन्ट्रेस्टेड हुनुहुन्छ होइन, तपाईँहरू आएर जोइन गर्नु सक्नुहुन्छ है त। सो गाइज, अहिले चाहिँ हामी जाँते वे जङ्गलतर्फ लाग्दैछौँ। साइड 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 केटा हो, साइड। साइक्लिङ ग्रुप धरानतर्फ लाग्दैछौँ गाइज है त गाइज। एकदमै फन
मौसमले पनि साथ दिइरहेको छ अहिलेसम्म चाहिँ। लेट्स सी भरेसम्म हेरौँ होइन। उहाँ पुग्दा ओर्दा त आमा गाह्रो हुन्छ नि। उहाँ चाहिँ हामीलाई होटेलको व्यवस्था छ, सो फुडिङ लजिङ सबै हुनेवाला छ। विदिन 500मै हामीलाई भनौँ न प्रोभाइड गरिदिनुहुन्छ। यो कोरा भनेको चाहिँ इन्टरनेसनल, लगभग इन्टरनेसनल नै हुन्छ क्या। सो हरेक सिटीमा मनाइरहेको हुन्छ भन्ने मैले सुनेको छु। र आज पनि फेरि पनि हामी धरान जाँदैछौँ र नेक्स्ट स्याटरडे अर्को शनिबार पनि इन्फर्मेसन यहाँ आइसकेको छ, नोटिफिकेसन। हाम्रो सन्तोष मामा दाइले भन्नुभयो अर्को शनिबार चाहिँ तररमा छ अरे। विदिन त्यहाँ चाहिँ 400मै जर्सी मेडल सर्टिफिकेट लन्च भयो, ड्रिङ्क्सहरू सब कुराहरू छ। यसपालि तरको स्पोन्सर मलाई जहाँसम्म लागेको छ रेडबुल ड्रिङ्क्सको मा छ जस्तो लागेको छ। लेट्स सी एकदमै त्यहाँ पनि फन हुनेवाला छ। जो इच्छुक हुनुहुन्छ प्लिज फर्म भरिदिनु होला। र हाम्रो पोस्ट साइक्लिङ ग्रुपमा यदि जोइन हुनु चाहनुहुन्छ भने तपाईँहरूलाई अलवेज वेलकम छ है त गाइज। अन द वे अफ जाते जङ्गल गाइजहरू अगाडि छ। त्यही हो गाइज, एकदमै दामी भइरहेछ है त। सो तपाईँहरूलाई देखाउने नै छु, हेरेर इन्जोय गर्नु होला। A few moments later. सो गाइज अहिले चाहिँ हामी केराबारीको पुल भलुवा के भन्दो रहेछ, सो त्यहाँ आइसकेको छौँ। हामी चाहिँ हाम्रो दाइहरू एकछिन सर्ट ब्रेक लिनुभएको छ, मुतेर पानी खाएर। अब हामी फेरि पनि लाग्छौँ है त गाइज। हाम्रो साथीहरूलाई एकछिन पर्खिँदैछौँ, परबाट आउँदैछौँ। सो एकदमै दामी राइड भइरहेछ। त्यति साह्रो अघि घाम लाग्ला जस्तो भएको थियो, अहिले चाहिँ त्यति साह्रो घाम लागेको छैन। सो लेट्स सी अगाडि हेर्दै जाउँ के कस्तो हुन्छ। केटा त यताबाट आइरहेछ त, एकदम दामी बाटोबाट यार। यहाँबाट आउँदा चाहिँ यस्तो हिलो रहेछ क्या, यता चाहिँ दामी बनाइदिएको छ। कहाँ आइपुग्यो हेर दाइ? कस्तो भयो पहिला सर? दामी भइरहेछ एकदम ल, कलुस्ट भइरहेछ यस्तो दाइ। कस्तो भइरहेछ हौ? दामी दाइ, मेरो दाइ कस्तो भइरहेछ अवस्था? एकदम जोइन गर्नु पाउँदा है फर्स्टचोटि कोरा धरान जाँदैछु म। सबभन्दा ठुलो कुरो त खुसी छ। खोइ मेरो श्याम भाइ चाहिँ छैन त, फेरि कता पुग्यो त्यो भाइ? आउँदै हुनुहुन्छ, हरायो त। आउँदै हुनुहुन्छ दाइ। फिल राइट नाउ फुल राइटर हाल्ने हो। टाउको साह्रो पेट गिलो लागेको रहेछ। ल दाइ। केटाहरूलाई पछाडि लाएर कुद्दा केटाहरू आइपुग्दैन। खै एउटा भाइ आउँदै आउँदैन, कहाँ हरायो सकिँदैन। अलिकति अभिभावकले कुदारै मारे पऱ्यो नि मेरो दाइ। केटाहरूको नि सबै फिल राइट नाउ एकदमै रमाइलो भइरहेछ। कष्ट गर्छ तर आनन्द पनि छ। दुःख पनि सुहाउने तिमीलाई दामी भइरहेछ। 2 घन्टा रनिङ गर्ने मान्छे के गर्छ? दामी छ हाम्रो दाइको जाइन्ट छ नि केटाहरूको। जाइन्टै छ फेरि यहाँ पनि फ्युरी युनाइटेड। दिनेर कामै छैन। टिम आउने केटा पानी 10बाट आउँछ। कतिवटा अन्डाहरू चाहिँ 14वटा तर हामी चाहिँ अहिले टक्कसँगले केराबारी आइपुग्यौँ। अब हामी यहाँनिर थुक्पा लोड गरेर अन्डा लोड गरेर उठाउँदै जाने धन्यवाद होइन।
विदाउट चस्मा कि विदाउट चस्मा चस्मा लगाएर यसरी चस्मा हेलमेट लाउनु पर्यो के साह्रो बुढो भइगयो छ लेखेको क्या लाइनमा मुगेर एडिट गरेर गोरो हुनु ब्युटिफुल लभली भनेर हाम्रो त्यो दाइमा नि है कडा छ कति पर्सेन्ट भयो अरे चार्ज के को हो दाइ अब बेटी चार्जनु पर्यो नि त चार्ज रस के को दाइ रस चाहिँ एकदम भेजिटेरियन हुन्छ है भेजिटेरियन छ तपाईँहरू भेज हो र हामी भेजिटेरियन हो नि होइन यहाँ अहिले अहिले चाहिँ एकछिन चाहिँ ए ल बोल्दै मात्रै हो अझै गुरुहरू सेवा त कहाँ भेजिटेरियन के हो त आउँछ त बक्का छ यार बोला त हेर्नु त यो जरा के मलाई के खुर्काको देखादिन न बोलाले छ त यो फेरि ल गाइजहरू अहिले चाहिँ हामी अब खाजातर्फ लाग्दैछौँ पुरै बोटमा झुन्डिँदै पक्रिँदै झऱ्यो कि हो खोर्सानी हेरेको त यार गुदी सुदी सबै लाएर हामीले छौँ है गाइज हामी यहाँ त गुडी छ अब अन्डा 14 मात्रै छ है 14वटा मात्रै छ हामी चाहिँ भेज पऱ्यौँ गाइज यस्तो छ हो छैन दुईटाले बारेको एकदमै यस्तो छ गाइज अवस्था चाहिँ अहिले हाम्रो हान्ने हो पेल्ने हो झार्ने हो पसिना होइन त दाइ एकदमै भाइ मुखमा अन्डा झल्छ सरी दाइ के हो कागती त निचोरेर सकेको रहेछ त यार निचोरेर सकिन्छ ल ठिक छ बाँकी नराखेको सबभन्दा फास्ट निचार्ने चाहिँ है लिँदैछौँ होइन दाइ हामी एकदम धमाधम चिया त कोही खानु न कोही कोही छ साथीहरू चिया ल मेरो धोकलुगा सुकिसक्यो हामी अहिले केराबारीमा थियौँ सो वेस्ट पनि भयो खाजा पनि खायौँ अब हामी लाग्दैछौँ है त हेर्नु सक्नुहुन्छ पुरै ट्र्याक्टर भएको छ नि गाइज पुरा खेत खनेर आएको जतिकै भएको छ लाम न यार दा यार 32 करोडको सो गाइज अब हामी लाग्दैछौँ अहिले हामी उषा होटेलमा ट्याक्क दामी खाजा खाएर हामी कल्की होटेल भनिरहेको छु कल्की के अरे कल्की नाम उसको नाम लिदिएको लास्टमा होटलको नाम त उषा होटेल भन्दैछु इसक भन्छ अनि प्रो राइडर चाहिँ लेट्स गो के हो यार अन्डा 14वटा हालेर अन्डा कमजोर भन्दैछ यार A few moments later. सो गाइस अहिले चाहिँ हामी धरान छिरिसकिएको छ र एकदमै घाम लागेर आम्मा बाटोमा खपि नसक्नु घाम लागेको छ यार यहाँ
अब हाम्रो लगभग कति छ होला दाइ अब 3 किलोमिटर जति छ अरे सो लेट्स सी अब यस्तै छ यस्तो घाम हेर्नु न टन्टलको दौडिन्छ होला यार गाइज हेर्नु त गाइज यस्तो पसिना पानी खाँदै हान्नेको छ होइन पेन्डु भएको अवस्था पहिला त भयो गाइज फाइनली गाइज हामी आइपुग्यो होटल र हामीले साइकल राखेर अब हामी रुमपट्टि तर्फ लाग्दैछौँ है त गाइज रुम नम्बर 27 23 मेरो 27 26 27 फाइनली गाइज यो रुममा टोइलेट यस्तो रहेछ सो फाइनली गाइज हामी रुममा आइपुग्यौँ र लास्ट टाइम बसेको नि होटेल रहेछ एकदमै धेरै खतरा पनि होइन धेरै नराम्रो पनि होइन एकदम नर्मल एकदम राम्रो छ होइन अब के गर्नु अब यस्तो गरम छ है अब फ्रेस हुन्छु सो गाइज अब चाहिँ म वासरुम छिर्छु है त एकदमै फाँक भइएको छ होइन कालो भयो यार अब फ्रेस हुन्छु अनि अहिले भेटौँ त Few moments later. ल गाइज फ्रेस भइसक्यो मान्छेलाई पुरा अर्को भेस्ट पनि लगाएर आएछ यार मेरो त छैन यार पेन्टिङ भेस्ट त्यही त अब फेरुवा भेस्ट ल्याइएन होइन यहाँ देख्न सक्नुहुन्छ मेरो कस्तो भएको छ टी सर्ट भन्ने कुरा म देखाउँछु तपाईँहरूलाई देख्न सक्नुहुन्छ अब यो लाउनु मिलेन चेन्जिङ भेस्टै ल्याइन क्या मैले लास्ट टाइम त लिएको थिएँ अब केही छैन पुराको डाइरेक्ट टी सर्ट लाउने हो अब रुमबाट निक्लिने जरिक मिल्दैन होइन अब त्यही त गाइज त्यस्तै छ होइन अब आराम गर्ने हो एक्टरसँग लाएर है त